डाक्टर मेरो 7 दिनदेखि दुखिरहेछ। के बाइसेप्स? नाइ डाक्टर दाँत खै देखाउ तँलाई एकलट हेरिदिम। सिक्युरिटी यो कालेलाई बाहिर निकाल त। ओए फुची आइज अब मङ्की आनम। ब्रो मंकीले नआने यार एचआईभी लाग्छ। तपाईको हो? म आइसिस फिटको फ्यान। ओए ट्रेनर आयो जामिन त मोटो सोध्न। दाइ यो मेरो साथीको वेट 1 महिनामा 15 केजी घटाउनु पर्यो के? लास्टै मोटो भयो के? केही डाइट प्लानहरु छ भने दिनु न, के खानु पर्ला? कहाँ पाइन्छ त्यो खाना? मजाक नगर्नु न, भन्नु न के खानी हो के? त्यस्तो पनि खान्छ कसैले? लाडो खा। ओए के भयो? धेरै नै निराश देखिए जस्तो आज। भिजा नै रिजेक्ट भयो यार मेरो लन्डनको। जा जा ट्राई न, त्यत्रो कन्सल्टेन्सीले नै गाड हानिसक्यो। जा यस डङ्की हान्न परेन कसो। ब्रो मिलेन भने नहान है। ए ब्रो अब गर्छु राम्रोसँग कसम। लागि खाके मुला शरीर हेर्छ तेरो। छिछि राम राम प्रभु उतले जा। यसलाई कुन दिनमा काँचो मासु खुवाइदिन्छु। मासु खाके भेजिटेरियन भएर नबस। जिम गर्दछ यार तैँले। छोड्दैकै मृग हो यो, ज्यान जाला तर मासु नखाला। अनि तिमीहरू चाहिँ बाघ होला होइन? बाघ त हुने, शरीर हेर्दा हाम्रो शरीर ठुलो भएर बाघ होइन हात्ती हुन्छ। खुब भनिस्। मेरो लिन बडी नै ठिक छ मासु खाएर बडी बनाउनु भन्दा। लिन बडी होइन लिन्टिङ लिन्टिङ बडी छ। अरूलाई मारेर नखा बुझिस? जिउँदै मासु खान त दिन नि पर्यो नि गर्लफ्रेन्डले। सालेहरू मासु खाएकै मोटो भएको थाहा छैन? We are bulking bitch. I love you. Will you marry me? तैले कसरी सोचिस कि I will ever accept you as my husband? थु साले मोटे, कहिले आफ्नो ज्यान ऐनामा हेरेछस्? पेट हेर्दा तेरो भुइँसम्म लत्र्या छ। ब्रो हार्ट ब्रेक भएको तिम्रो। ओ हजुर बडी सेमिङ गरी जाँटीले रिभेन्ज लिने हो त भाइ, नै छोड्दिनु। आई लभ हर। रिजेक्ट गर्नु उसको चोइस हो। त्यसो भए बदला होइन, बदलिएर देखाइदेऊ न त भाइ। गुड ब्रो, सो हर व्हाट यू कैन डू। गान्डु रे? नहीं सो हर व्हाट यू कैन डू के। तैले कसरी सोचिस कि I will ever accept you as my husband? थु साले मोटे, कहिले आफ्नो ज्यान ऐनामा हेरेछस्? पेट हेर्दा तेरो भुइँसम्म लत्र्या छ। अब जान्छु त्यसलाई भेट्न। नमस्ते अङ्कल, सिमरन बस्ने यही हो र? हो के चाहियो तपाईँलाई? बदला नै त्यो त छैन। यही छ। को हो? म हो म। तपाईँ को? मैले त चिनेन नि। चिनिनेस्? म त्यही मोटे केटा हो तँलाई प्रपोज गर्ने। ए तिमी हो? कस्तो ह्यान्डसम भएको तिमी अहिले त, चिन्नै गाह्रो। अब त प्रपोजल एक्सेप्ट गर्लाउ नि है। त्यत्रो एटिट्युड लास्टमा घोडा टेक्नलाई पो हो तेरो। मैले नि एटिट्युड देखाइ त टेका थिएँ नि लास्टमा। बुढी अरू मान्छेको अगाडि हर्नी नपाउ त। बुढी रे? बाबा होइन तपाईँ उसको? बाबा होइन ड्याडी हो म उसको। लास्टमा बिहे जसै यस्तै बुढेसँग गर्ने भएको भए किन रिजेक्ट गरेको त मलाई मोटे भनेर? ओए तैँले कसलाई बुढे भनेको? रुक तँलाई देखाउँछु किन बिहे गरेको। कतिवटा जिरो हो यो? जिरो गर्न नसक्ने गरेर पैसा कमा त। बुढी बोकेर नि यस्ता जाँटी केटी जति नै पाउँछस्। साह्रै बुढी इक्जाम्पल मात्र दिएको हो। मसँग यस्तो किन हुन्छ कि गाले? बुढा आउनु खाना खाना। लाने थोरै टुप्पो काटै पैसा कमाएपछि फाइदा हुन्छ के? सालेले कस्तो चिनेन मलाई। गुड मर्निङ। मर्निङ। गुड खाइ त। गुड त तिमी छौ नि।
मेरो कार्ड कहिले आउँछ नि? तपाईँको मैले इन्फर्म गरिदिएको छु, तपाईँको नम्बरमा कल आउँछ भएपछि। ए तिम्रो आफ्नै नम्बरबाट गर ल कल। हजुर, यहीँको टेलिफोन नम्बरबाट आउँछ कल। नाइ कि तिम्रो नम्बरबाट गर न, कस्तो होला। तपाईँलाई कार्ड चाहिएको कि मेरो नम्बर? तिम्रो नम्बर। कार्ड दिन्छु मैले। ए नम्बर भएको ल ल्याउ त। नाइ तेरो कार्ड दिन्छु भनेको। सरी आन्टी, साला जिममा बडीको साटो सम्बन्ध पो बनाउनु खोज्छ। ब्रो त्यसरी होइन कि राम्रोसँग गर न। माछ सिक्ने तैँले मलाई सिकाउनु पर्छ। मैले त हेल्प पो गरेको। हेल्प गरे अरे मलाई हेल्प। रन्डीको छोरा आफ्नो काम गर्न जा। मलाई बाल मैले त सिकाइदिएँ के हो गर्न। म्याच सिक्ने तैँले खोडा खान्छस् है, तर बडी बोलिस् भने गन छ मसँग रन्डीको मान। ओ माई गड, बडी राम्रो नभए नि पावर त रहेछ त ब्रोको। यहाँ के गर्दै मुजी गेडा समातेर बसी राति जस्तो लागेको थियो म्याच सिक्ने 2 वर्षसम्म। मलाई नसा देखेको मनपर्छ, जाम न यार जिम। सब केटाहरूको यत्तिकै देखिन्छ त नसा। नजिस्किन यार, जाम न है भोलिदेखि जिम। म जिम जान्न यार, शरीरभरि रौनै रहन्छ, बडी बनाएर नि कसलाई देखाउने। लौ काट्न मिलिहाल्छ नि, काट्यो भने झन् लामो आउँछ। अनि काटेसी लामो हुन्छ र अनि त्यही भएर त अनि मुस्लिमहरूले काट्ने। कहाँ जान लागोस् त? मेरो सानो छ कि काट्न जान लागो। ल ल ल भनेसले के काट्ने भन्यो? ओइ रोकी, साइको रौँ मात्र लामो हुन्छ कि त्यो हुन्न यार, बस। तर सही भनिस्, जिम हान्यो भने त्यो पनि सानो हुन्छ। तेरो ठुलो छ र? नै झन् सानो हुन्छ। अस ब्रो अस, आइजाऊ गर। नरु 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 बिचार राख, भोलि बिहानसम्म ठुलो हुन्छ। चुप लाग। उयो अघि 10 को हान्यो, अब 15 को हानौँ है। ब्रो 18 भन्दा कमकोलाई नआने यार। तपाईँको हो? म पल्दाएको छिमेकी। ओ यो तल समातम कि अलि माथि? माथिकै मजा आउला नि अलि। ओ बिमल हेर्दा एकचोटि मिलेछ कि नै? माथिदेखि तल सबै मिलेछ। ल ल ओ बिमल, ओए ओए परेको म, ओए यता हेर्न। सरी सरी, अब चाहिँ जानै पर्यो। धन्य मरे थियो यार। हेलो, आइ एम बिमल। आई एम सरी। हेलो सरी। आई मिन आफ्नो एक्सरसाइज गर्न जानु भनेको के? ल ल छिटो जानु त तपाईँ यहाँबाट। ओइ त्यो केटी क्या राम्री है बिमल? त यहाँ केटी हेर्न आकोस्। डाक्टर मलाई अचम्मको रोग लाग्यो। खै एकचोटि उठा त। ल बाइसेप्स देखाउ त। Damn, love triceps. Oh my god, I'm getting horny. Love back, sit back. No, bro. I mean, dark is आँखें देखना पड़ेगा यो. What the fuck? Love leg गरम त. चिकन लेग पिस। डाक्टर बडी त ठिकै छ कि अरू नै हो प्रब्लम? के हो भन न त, डाक्टरसँग लुकाउनु हुन्न कि? डाक्टर म जिम खासमा आफ्नो एक्सलाई भुलाउनको लागि गएको थिएँ कि। अनि नहाँस्नु न डाक्टर। ओके ओके डाक्टर, म जिम जान थालेको 2 वर्ष भयो र जिम जान थालेपछि मैले केटीलाई भन्दा पनि केटालाई हेर्न थालेँ कि। लौ केटालाई किन? साला मोटे खायो बस्यो हग्यो, यस्तो मान्छेहरूको काम छैन। कस्तो खतरा यार चेस्ट यार, मेरो भन्दा नि ठुलो छ यार। यस, पुसअप ब्रालाको फाइदा भयो। नहाँस्नु न डाक्टर। नहाँसे के गरौँ त, म के हो के न भन्नु न। तिमीलाई बच्चामा औँला चुस्न मन पर्थ्यो कि नै? मन पर्थ्यो। भनेपछि तिमी के हो, फेरि जिस्किनु भयो के? तिम्रो माइन्डमा गलत धारणाको विकास भएको छ कि? हेर भाइ, पहिला कुरो त जिम जानु भनेको मेनली हेल्थको लागि हो कि, बडी बनाउनलाई मात्र होइन। उसले चुतिया बनाएर गएपछि बडी त बनाउने हो नि डाक्टर। बडी होइन मेरो भाइ, औकात बनाउने हो कि औकात। म हेल्थकै लागि गएको थिएँ कि सुरुमा त,
एक्सले छोडेर गएपछि मेरो माइन्ड फक्टअप भएको थियो कि एक्स पनि फक्टअप हुँदै होला है अहिले मेरो बारेमा जे भने एक्सको बारेमा त्यस्तो नभन्नु त आजदेखि नो कम्प्यारिजन विथ अदर्स है त्यति बुझ नि तिम्रो प्रब्लम सल्भ हुन्छ कि कम्प्यारिजन नगरी त ग्रोथ नै हुँदैन अनि हो त्यो नि हो अनि के गर्ने त अब त्यो भन्नु न डाक्टर हिजोको आफूलाई आजसँग कम्पेयर गर के भाइ बाँकी दुनियाँका माका भोसडा भनेपछि म के होइन नि है हेर त मेरो चेस्ट अभि कस्तो सेम केटी कस्तो हो त नि आम्मै कस्तो क्युट भनेपछि तिमी के हेर्नौ कसरी तिमीले मेरो देख्ने बित्तिकै आफ्नो एक्सलाई सम्झ्यौ है है हो कि भन न हो है तँलाई लजाउटे मुर्दा र अहिले लजाउँछ हेर त ब्रेकअप चाहिँ किन भएको नि उसँग तिम्रो मेरो चेस्ट उसको भन्दा ठुलो थियो कि त जाँठो त गेनै भएको ठिक आज हामीसँग हुनुहुन्छ प्रकाश र यदि उहाँले 50 केजी उठाउन सक्नुभयो भने he will win 50,000 डलर औकातमा बस भाइ 50,000 तेरो 8 महिनाको इन्कम हो कि सरी लगाइज के प्रकाशले 50 केजी उठाउन सक्ला नि त लेट्स सी इट कम अन यु क्यान डु इट कम अन ब्रो यु क्यान डु इट यार कम अन अब अलिकति मात्र ल प्रकाश बेबी ल छिटो Oops. Congratulations brother, you win 50,000. तपाईको बिल 2 लाखको निस्किएको छ जाँठो जाला सब जिम 50,000 त जितेकै हो नि हसाइस जाँठो प्रकाश लेको च्यालेन्ज गर्ने माता यहाँ पनि आइस उता भनेको एउटा च्यालेन्ज छ के गर्नु छैन मलाई जाऊ त बिल पे गरिदिन्छु के 2 लाखको ल त नि If this guy masturbates with his broken hand, I will pay his hospital bills. But in front of Homelander. You get hard right now, or I'm gonna lazy your dick off. नहीं अघिल्ली च्यालेन्ज त्यसो भयो त प्लिज यार खेल्नै पर्छ नत्र मेरो भिडियो बन्दैन सक्दिन के यार मैले Subscribe right now.